यसरी हेरिराखौँ लाग्छ मेरो मुखमा चाहिँ। यस्तो गतिलो छ नि, यस्तो गतिलो छ नि हो, के भन्ने। मुख हेर्दा हेर्दा हेरिराखौँ लाग्छ नि मेरो मुखमा। क्युटी क्युटी मुख पनि हो, क्या ऊ परेको यो चाहिँ के हुनु, मुख स्पेसलवाला। त्यसरी हेर्दै जाँदामा तेरो बाउको भिडियो हेर्न सक्दैनस्? किन हेर्दैनस् भिडियो? यस्तो भिडियो सिडियो चल्ती बन्यो भने त अरे म बाटोमा हेर्दा नि यस्तो दाई भन्दै ह्यान्डसेक गर्दै हिँड्नु न हौ। मलाई त क्या र्याग लागेर आउँछ नि माथि। यत्रो भिडियो हाल्यो होइन, यसो भिडियो सिडियो हेरेर दाई ह्यान्डसेक भन्दै आयो, सलाम ठोक्दै आयो भने पो स्वाद पर्छ त। अनि पो यस्तो छाती फुल्लाएर हिँड्न मिल्छ त माथि। एउटा भिडियो हेर्दैन मैले, तेरो बाउको के जान्छ जाँदा? के जान्छ तेरो बाउको भिडियो हेर्दाखेरि? केही जाँदैन नि होइन। अब यस्तै भन्दै दाइ तपाईँले मुख छाडिनु भयो, तपाईँले समाजलाई हानिकारक बनाउनु भयो, तपाईँले समाज बिगार्ने काम गर्दै हुनुहुन्छ भन्छ क्या एक दुईजनाले चाहिँ। तेरो बाउको समाज हो त्यो, तेरो बाउले बनाएको समाज हो, तेरो पुरा म्हणजे खानदान हो त्यो, तेरो परिवार हो त्यो, तेरो परिवार हो, समाज हो। समाज भनेको जहिले बिग्रेकै हुन्छ। सप्रेको त हामी मात्रै हो, म मात्रै हो समाजमा मान्छे सप्रेको, यसो काम लाग्ने यता भनेको त म मात्रै हो। किन मुख छाड्नुहुन्छ? तपाईँले त्यस्तो गर्नुहुन्छ। तेरो बाउले जन्माएको हो त्यो, तेरो बाउले जन्माएको हो त्यो समाज होइन नि, तेरो सन्तानहरू हो होइन नि, तेरो छिमेकीहरू हो नि होइन। के हुन्छ त हो, के हुन्छ त? समाज भनेको बिग्रेकै, समाज कसलाई भन्छ? बिग्रेकैलाई समाज भन्छ क्या। त्यही भएर म धेरै बिगार्न चाहदिनँ, म आफै बिग्रिन्छु जाँदा। समाजलाई बिगार्नु भने म आफै बिग्रिन्छु। त्यो समाजलाई बिगार्नु खोज्यो भने म आफै बिग्रिन्छु। क्याप स्याप यस्तो गरेर मान्छेलाई के ब्याङ हानेर फेरि केटा हो। त्यही भएर यस्तो चाहिँ कहिले नसोध मलाई रिस उठिहाल्छ।